अखंड परम धाम की जय। श्री इंद्रावती लागे पाए, सुनो प्यारे साथ जी, तुम चेतो इन अवसर, आयो है हाथ जी, आयो है हाथ जी। साथ को प्रमोद याद करो तुम साथ जी, हाथ आयो अवसर जी। आप डारिया जो पहले फेरे, भी डारियो निशंक फेर जी, भी डारियो निशंक फेर जी। बोलो श्री धाम के धनी की जय। आत्मा को आधार, प्राण को प्रियतम, धाम को धनी, सतघन चितघन आनंद घन, अखिल जगत का नायक, पूर्ण ब्रह्म परमात्मा अक्षरातीत श्री युगल स्वरूप श्याम श्याम को चरण कमलमा प्रणाम गर्दै सम्पूर्ण सुन्दर साजीहरूको हृदय पटलमा विराजमान सेवाको मूर्ति, प्रेरणाको स्रोत गुरुजी श्री 108 मङ्गलदासी महाराजीको चरण कमललाई स्मरण गर्दै रात्रिकालीन समयको ब्रह्मवाणी चर्चामा उपस्थित भएर ब्रह्मवाणीको मनन चिन्तन निधिध्यासन गर्दै आउनुहुने धामस्थ बराभागी श्रद्धा सुमन भक्ति मगन प्राणदार प्यारे भक्तवृन्द सुन्दर साथी हजुरहरू सबैको कोमल चरण कमलमा सभक्ति प्रेम प्रणाम। प्राणदार प्यारे सुन्दर साथी, हामी कलश प्रकाश हिन्दुस्तानी ग्रन्थ चिन्तन गर्दै आइरहेको छौँ र यस क्रममा हामीले पहिलो प्रकरण पूर्ण गरेर आज हामी दोस्रो प्रकरणमा प्रवेश गर्दैछौँ। महामती प्रेरणाजी महाराज अन्तिममा एक प्रकरणको अन्तिम चौपाईमा भन्नुहुन्छ, इंद्रावती लागे पाए सुनो प्यारे साथ जी, तुम चेतो इन अवसर आयो हे हाथ जी। इंद्रावती आत्मा को हुनुहुन्छ त? पहिला हामीले परिचय प्राप्त गर्दा हामीले कलश हिन्दुस्तानी ग्रन्थमा नै इंद्रावतीको विषयमा राजी महाराजले भरपूर्ण व्याख्या गर्नुभएको छ। इंद्रावतीको साथमा म छु है भनेर भन्नुभएको छ। इंद्रावती आत्मामै राजी महाराज हुनुहुन्छ। त राजी महाराज भएकोले गर्दा यहाँ इंद्रावती आत्मा लागे पाए भन्दा सँगै को पनि हुनुहुन्छ भित्र? राजी महाराज पनि हुनुहुन्छ। त हामी आत्माहरूलाई किन सम्झाइराख्नु भएको छ त भन्दा अर्को प्रसङ्गमा पनि के भन्नुहुन्छ त भन्दा, तुम स्याने मेरे साथ जी, जिन रहो विशेर सलाग, पाऊ पकड़ कहे इंद्रावती, उठ खड़े रहो जा। तुम स्याने मेरे साथ जी, तपाईहरू चतुर सुजान हुनुहुन्छ हे मेरो सुन्दर साथी। त्यही कारणले म हजुरहरूलाई भन्दैछु, जिन रहो विशेर सलाग, यो विषयको रसमा लिप्त भएर हजुरहरू नलाग्नुहोस्, किनकि यो विषयले चाहिँ हामीलाई संसारतर्फ 84 को चक्रमा हामीलाई बार बार घुमाइबस्छ। त्यो कारणले गर्दा यो विषय वस्तुप्रति तपाईहरू नलाग्नुहोस्, यो बिन्ती म हजुरहरूलाई गर्छु, किनकि यो विषय भनेको विष हो। विषयको पछाडि य काटिँदा विष हुन्छ। विष पिएर हामीलाई असर गर्छ भने विषय चिन्तन मात्रले पनि हाम्रो जीवनमा असर गर्दछ। त्यो कारणले गर्दा विषयलाई चिन्तन गर्नु हुँदैन। यो विषय भोगले चाहिँ हामीलाई संसारतर्फ नै खिच्छ। यो संसारबाट हामीलाई मुक्त हुन दिँदैन, जन्म मरणको चक्रमा बार बार फसाउँछ। त्यो कारणले गर्दा म इंद्रावती आत्मा तपाईहरूको चरणमा पक्रेर म हात जोड्छु। तपाईहरू तुम चेतो इन अवसर, चेतो सचेत हुनुहोस्। सचेत किन हुनु त भन्दा, पहिला सद्गुरु महाराज आएर हामीलाई सशरीर रूपमा पूर्ण रूपमा चर्चा गरेर जानुभयो हैन। तर हामी त्यति बेर सचेत भएनौँ, आदिका लीलामा नै भुलेर बस्यौँ। किनकि इंद्रावती आत्मा जुन स्तरबाट जागनी भयो, अन्य आत्माहरूको त्यो दर्जाबाट जागनी भएको छैन। सबै आदिका लीलामा भुले, त्यही आनन्द लिए, मग्न भए। तर सद्गुरु रूपी अवसर हातबाट हाम्रो अन्तर्ध्यान भएर जानुभयो, हराउनु भएको थियो, गुमाइसकेको थियौँ हामीले। तर पनि पुनः यो अवसर फेरि आएको छ। अब चाहिँ तुम चेतो होइन अवसर,
यो अवसर आएको छ, तपाईहरू सचेत हुनुहोस्। आयो हे हातजी, पुनः त्यो अवसर आयो। र दोस्रो नम्बरको अब प्रकरणमा पनि सुरुमै भन्नुहुन्छ, याद करो तुम साथजी। यसको शीर्षक के छ? साथको प्रबोध। सुन्दर साथलाई उपदेश दिनु हुँदैछ। प्रकाश हिन्दुस्तानी ग्रन्थ प्रकरण 2। यहाँ सुन्दर साथजीलाई उपदेश दिनु हुँदैछ, सम्झाउनु भएको छ पुरा प्रकरणमा नै। यहाँ पनि भन्नुहुन्छ, याद करो तुम साथजी, हात आयो अवसरजी। यहाँ पनि पुनः अवसरको विषयमा नै भन्नुहुँदैछ। याद करो साथजी, हे प्राणाधार सुन्दर साथजी, याद करो तुम। हजुरहरूले याद गर्नुहोस्। हात आयो अवसरजी, हातमा आयो, आएको छ, अवसर आएको छ। आप डारिया ज्यो पहले फेरे, आप तपाईहरूले आफूलाई, डारियो भनेको जसरी समर्पित गर्नुभयो, डार्नुभयो, समर्पित गर्नुभयो, ज्यो जसरी, पहले फेरे भनेको ब्रजरासमा, ब्रजबाट रासमा जाँदा अथवा ब्रजरासमा नै हामीले जुन प्रकारले आफूलाई समर्पित गरेका थियौँ धनीप्रति, भी डारियो, भी भनेको फेरि पनि, डारियो भनेको समर्पित गर्नुहोस्, निशङ्क भएर, फेरि निशङ्क भएर सुन्दर साथजी त्यसरी नै समर्पित गर्नुहोस् भन्नुभयो। मैले हिजो हजुरहरूलाई प्रसङ्गमा, हिजोको क्लासमा भन्दै थिएँ, अवसर चाहिँ एकचोटि मात्र आउँछ है। सबैको जीवनमा अवसर भनेको एकचोटि आउँछ। त्यो अवसर चाहिँ हामीले त्यही समयमा चाहिँ त्यो अवसरको फाइदा लिन सक्नु पर्यो, त्यसलाई लाभ लिनु पर्यो। यदि लिनौँ भने दुबारा फर्केर आउँदैन। तर यहाँ धनी कति कृपालु हुनुहुन्छ कि फेरि यो अवसर हाम्रो हातमा आएको छ, एकचोटि होइन दोस्रोचोटि पनि। अब यो दोस्रोचोटि आएको अवसरलाई चाहिँ फेरि हामीले निन्द्रामा नै गुमायौँ भने फेरि यो चाहिँ अब तेस्रो बार चाहिँ आउँदैन। किनकि यो खेलमा भनेको यो अन्तिम हो, हाम्रो जागरणीको ब्रह्माण्ड भनेको अन्तिम हो। राज्यले हामीलाई 3 एपिसोडमा खेल देखाउनु भएको छ, यो अन्तिम हो। पुनः यो अवसर हामीलाई प्राप्त हुँदैन। त्यो कारणले गर्दा चाहिँ जस्तो प्रकारले हामीले पहले ब्रजरासमा आफूलाई समर्पित गरेको थियौँ, फेरि त्यही प्रकारको चाल चल्ने समय आयो। एने पगले आप न चालिए, कहीं पगला एरे परमान सुंदर साजी, पहले फेरे आपन जे मनिसरे तमे जान थाओ ते चित्त आनिने रंग मारो सुन्दर साथजी भनेर रास ग्रन्थमा भन्नुभएको छ। फेरि हामीले त्यो कुरालाई चित्तमा धारण गरेर हामीले पुनः यो भवसागरलाई, यो मायालाई उल्लङ्घन गर्नुपर्छ। पहिला एकचोटि त उल्लङ्घन गरेको थियो, त्यो गर्नेवाले आत्मा हामी स्वयमै हो, त्यो अनुभवी आत्मा हो। फेरि एकचोटि गरौँ, त्यहाँदेखि दुबारा फेरि यो संसारमा आउनै पर्दैन। नआएपछि फेरि संसार पार गर्छु भन्नै पर्दैन। त यहाँ याद गर्नुहोस् भनेर भन्नुभयो नि त, सुरुमै याद गरौँ। याद गर्नु भन्नु हुँदैछ त कसले याद गर्न सक्छ त भन्दा जो अनुभवी आत्मा छ उसले मात्र याद गर्न सक्छ। त ब्रह्म आत्माहरू त ब्रजरासमा पनि सहभागी भएका आत्मा हुन्। ब्रजरासको अनुभव छ आत्माको हृदयमा। अब त्यो अनुभवलाई याद गर्नु भनेर याद गराउनु हुँदैछ। यी ब्रह्म आत्माहरूले याद गर्न सक्छन् भनेर याद गरौ भन्नुहुँदैछ। अब मैले हजुरहरूलाई अस्ति नै हामीले पिकनिकमा जाँदा कस्तो आनन्द आएको थियो है भनेर भने हजुरहरूलाई मैले त्यो पिकनिकको बारेमा जति नै वर्णन गरे पनि याद आउँदैन नि। किन भन्दा हजुर सहभागी हुनु हुँदैन। अब जो सहभागी आत्मा छन् तिनलाई मात्र थाहा हुन्छ, सहभागी अनुभवी हुनु पर्यो। त यहाँ ब्रह्म सृष्टिलाई सुन्दर साथलाई प्रमोद भनेर साथको भनेर भन्नुभएको छ नि त। सुन्दर साथ भनेको ब्रह्म सृष्टिलाई सम्बोधन गर्नु हुँदैछ। याद गर्नु है, त्यो अनुभवलाई याद गर्नु भनेर थोरै हामीलाई सम्झाउनु हुँदैछ। तर याद गर्नको लागि पनि, त्यो अनुभवलाई याद गर्नको लागि पनि, बुझ्नको लागि पनि थोरै ज्ञान चाहिन्छ।
तब मात्र हामीले त्यो तथ्यलाई हामीले बुझ्न सक्छौँ। त्यो अनुभव गर्नेवाला म हो भन्ने प्रकारले त्यो जान्नको लागि त ज्ञान चाहियो। त्यो ज्ञानले चाहिँ के गर्छ, त्यो अनुभवलाई पुनः हाम्रो जीवनमा फेरि त्यसलाई स्मरण गराउँछ। स्मरण गर्नको लागि ज्ञान चाहिन्छ। अनि दोस्रो यहाँ भन्नुभयो हात आयो अवसर जी। कति प्यारो गरेर पछाडि जी भन्दै भन्नुहुँदैछ है, सम्मानको साथमा। हे सुन्दर साथजी, अवसर आयो, हाम्रो हातमा अवसर आएको छ र यो मौकालाई चाहिँ हामीले गुमाउनु हुँदैन। त्यो मौकालाई हामीले समयमा नै लाभ लिनुपर्छ, चिन्नुपर्छ। पहिला त हामीले त्यो अवसर हो भनेर चिन्नु पर्यो। चिनिसकेपछि अनि लाभ लिनुपर्छ। चिनेर मात्र हुँदैन, लाभ पनि लिनु पर्यो। पहिला स्टेप त हामीले चिन्नु पर्यो यो अवसर हो भनेर। दोस्रो स्टेप, अब यसको हामीले लाभ लिनुपर्छ। एकजना व्यक्तिले चाहिँ म पुरा गरिब छु भनेर तपस्या गरेछ। तपस्या गर्दा परमात्माले भन्नुभएछ प्रसन्न भएर, चलो ठिक छ, म तिमीलाई एउटा पारसमणि दिन्छु। तर यसको समय अवधि चाहिँ 1 महिना मात्रै। आज जुन तिथिमा मैले दिएको छु, अग्लो महिना यही तिथिमा आएर म यो पारसमणि लिनेछु। यो बीचमा तिमीले यसको जति प्रयोग गर्छौ तिमीले गर भनेर भन्नु। पारसमणिले के गर्छ, फलामलाई सुन बनाउँछ। ऊ प्रसन्न भयो, मेरो हातमा पारसमणि छ भनेर चिन्यो। अब ऊ बजारमा गएर फलामको दाम सोधेछ। फलामको दाम कसरी किलो छ त भन्दा 100 रुपियाँ किलो छ भनेर भनेछ। अनि घट्ने चान्स छ कि छैन भनेर भन्दा अब 1-2 दिनमा 90 रुपियाँ हुन्छ भनेछ। त्यसो भए 1-2 दिनमा गएर म फलाम किन्छु अनि सुन बनाउँछु भनेर 1-2 दिनपछि फेरि गएको 90 भएछ। अझै 1-2 दिनपछि आउनु भएको भए अझै यो 80 रुपियाँ हुन्थ्यो भनेछ। त्यसरी 80 रुपियाँ भएपछि लान्छु नि त भनेर फेरि फर्के। अनि त्यसो गर्दै गर्दै 50 रुपियाँमा झरेछन्। दिन बित्दै गयो। अब फेरि 20 रुपियाँ पनि हुनेवाला छ भनेपछि लोभ लागेर ऊ अब 1-2 दिनपछि फेरि ल्याउँछु भनेर उनी बसेका थिए। तर जस्तो प्रकारले 2-4 दिनपछि ऊ अब म फलाम किन्न जान्छु भनेर जाँदै थिए, बाटोमा निस्किने बेलामा परमात्मा त्यहाँ प्रकट भएर भन्नुभएछ, तिम्रो समय अवधि पुरा भयो, म पारसमणि लिन आएँ। उसको हातमा अवसर थियो नि त, 1 महिनाको समय दिनुभएको थियो। यदि मैले त्यो 100 रुपियाँ 500 रुपियाँ किलो नै फलाम भए तापनि त्यो फलामले सुन बनाएपछि त सुनको किम्मत त अझै बढी हुन्थ्यो नि त। तर उसले यो अवसरको लाभ लिन सकेन। अब के गर्छ त भन्दा अब पछुताउन थाल्छ। अब हातमा आएको अवसर गुमाइसकेपछि हातमा हाम्रो के रहन्छ त भन्दा पछौताउको सिवा अरू केही पनि रहँदैन। बस पश्चाताप मात्र रहन्छ। त्योदेखि बाहेक अरू केही रहँदैन। त्यस्तै प्रकारले हाम्रो पासमा पनि अवसर छ। अब के अवसर छ त भन्दा पहिला त हाम्रो यो तन रूपी अवसर छ है। मनुष्य तन पनि एउटा अवसर हो। प्राणनाथजी महाराजले मनुष्य तनलाई अवतार भन्दा पनि श्रेष्ठ भनेर मान्नु भएको छ। यो अवसर हाम्रो पासमा आएको छ, तर जीवन पर्यन्त हामीले यो अवसरको लाभ लिएनौँ। यो अवसर प्राप्त गरेको छौँ के को लागि अवसर त भन्दा यो संसारको बन्धनबाट मुक्त हुनको लागि प्राप्त भएको यो मनुष्य तन एउटा अवसर हो। मानक देह अखण्ड फल पाइए, सो क्यों पाए कि वृथा गमायो, ये तो अदखिनको अवसर सो गमावत माझ निदर भन्नुभएको छ नि त। यो त अदक्षिण थोरै समयको लागि मात्र यो अवसर हो। यसलाई चाहिँ निन्द्रामा गुमाइरहेको छौ भनेर भन्नुभएको छ। यो अवसर प्राप्त भएर हामीले बेलामा भजन कीर्तन गरेनौँ भने, एक आपसमा नफरत, ईर्ष्या, द्वेष, अहंकार लिएर हामीले बसिराख्यौँ भने तब हाम्रो यो जीवन बितिसकेपछि अन्तिममा पछुतो मात्र रहन्छ। मैले हजुरहरूलाई एउटा उदाहरण बताएको थिएँ, एउटा रियल घटना हो। आइसियूमा बसिरहेको व्यक्ति, अब त्यहाँनिर कस्तो हुन्छ भन्दा 50% मान्छेहरू फर्केर आउने चान्स हुँदैन है। आइसियूमा गइसकेपछि कोही मात्रै फर्केर आउँछ। त्यहाँनिर कति व्यक्तिहरू आफ्नो अन्तिम सास गनेर बसिरहेछन्, पर्खेर बसिरहेको छ। एकजना डाक्टरले सोध्नु भएछ, तपाईँ किन अत्तालिनु भएको भनेर सोध्नु भएछ। पुरा अन्तिम सास निक्लिन आँट्दा उसलाई पसिना आएर डराएर अत्तालिरहेको छ।
तब उसले के भनेछन् त भन्दा मैले पुरा जीवनमा मैले के गरेँ मैले सबै देखेँ भने। के देख्नुभयो त, के गर्नुभएछ त? उसलाई पुरा व्याख्या गर्नको लागि सासले दिएको छैन। उनले एकै शब्दमा भनेछन् जे गर्नु पर्थ्यो त्यो गरिन रहेछु र जे नगर्नु पर्थ्यो त्यो चाहिँ मैले गरेछु भनेर भन्नु। पछुतो भयो नि त अन्तिममा, हैन, जीवन पर्यन्त। हामी एउटा एक्सक्युज के खोज्छौँ त भन्दा फलानुले मलाई यस्तो गरेको थियो अनि मैले यसो गरेँ भनेर हामीले त्यसको बदलामा मैले यो गरेँ भनेर भनिन्छ नि त। तर याद गर्नुहोस्, कर्मको खाता जब खोलिन्छ नि, तिमीले यो किन गर्यौ भन्ने प्रश्न आउँछ। फलानुले यस्तो गरेर गरेछौ भन्ने प्रश्न हुँदैन। आफ्नो आफ्नो खाता अलग्गै खोलिएको हुन्छ। कुन सिचुएसनमा हामीले कस्तो प्रकारको रियाक्सन दियौँ त्यो खोलिन्छ। त्यही प्रकारले गर्दा हामीले फलानुले यो गर्यो अनि मैले गरेँ, मेरो गल्ती छैन, यहाँको कानुनले त त्यो छोड्छ होला, तर परमात्माको कानुनले यो छोड्नेवाला छैन। हाम्रो अलग्गै हिसाब किताब, आफ्नो आफ्नो कर्मको छुट्टै किताब छ। त यो मनुष्य तन रूपी अवसर प्राप्त भयो, यो समय रूपी अवसर प्राप्त भयो अनि सद्गुरु रूपी अवसर हामीलाई प्राप्त भयो, तारतम रूपी अवसर पनि हामीलाई प्राप्त भयो। यो अवसरमा कतिवटा अवसर छ। कलियुग पनि हाम्रो लागि अवसरै हो, हैन? किनकि यहाँ बसेर रात दिन तपस्या गरिबस्नु पर्दैन। बिहान बेलुका परमात्मालाई राधे राधे भने पनि परमात्मा प्रसन्न। तर त्यति गर्ने पनि हाम्रो फुर्सद छैन, यति अवसर प्राप्त भएर पनि। यो अवसर प्राप्त भएको छ। अब यहाँ विशेष प्राणनाथजी महाराज अब चौपाईको आधारमा हामीले भन्दा हातमा आएको अवसर के हो त भन्दा तारतम वाणी रूपी अवसर। यो वाणीलाई फेरि नजिकबाट सुन्ने, गुन्ने, बुन्ने अनि यसलाई अनुसरण गर्ने यो अवसर फेरि आएको छ, चितवनी गर्ने। किनकि सद्गुरु श्री देवचन्द्रजी महाराजको धाम गमन विक्रम सम्वत 1712 भयो। 12 देखिको 15 को समयको बिचमा हेरौँ, त्यो बिचमा जुन रफ्तारमा चर्चा हुने गर्थ्यो त्यो चर्चा भएको छैन। त्यो चर्चा नभएको कारणले गर्दा यो क्रम छुटेको छ। सुन्दर साथहरूलाई त्यो खोराक मिलेको छैन, हैन? प्यासी आत्माहरूको त्यो प्यास मिटेको छैन। त अब फेरि सद्गुरु महाराज तारतम वाणीको चौपाईको रूपमा, शब्दको रूपमा प्रकट हुनुभएको छ। सद्गुरु महाराज धाम गएपछि कसले अब वाणी श्रवण गराउँछ, कहाँबाट सुनौँ भन्ने त्यो एउटा प्यास थियो नि, त्यो अधुरोपन। अब त्यो अधुरोपन पूर्ण भएको छ। फेरि त्यही वाणी सद्गुरु महाराजले जो श्रवण गराउनुहुन्थ्यो त्यो लिखित रूपमा आएको छ, धनीले दिनुभएको छ र यो तारतम वाणी रूपी अवसर हाम्रो हातमा फेरि आएको छ। यो अवसर आइसक्यो। अब सुन्दर साथजीहरूले फेरि समर्पण गर्नु पर्यो। अब चाहिँ कस्तो प्रकारले समर्पित हुनु पर्यो त भन्दा ब्रजरासमा जुन प्रकारले थियौँ त्यही प्रकारले आफूलाई जसरी ब्रजमा रासमा धनीप्रति पूर्ण समर्पण हामी थियौँ त्यो अवस्थामा पुनः आफूलाई पुर्याउनुपर्छ। त्यसैले बार बार प्राणनाथजी महाराज ब्रजरासकोलाई चेहेनलाई चाहिँ चरित्रमा उठाउनुपर्छ, उतार्नु भनेर भन्नुभएको छ। हामी ब्रजमा हुँदा है कस्तो थियो त हाम्रो स्वभाव भन्दा उठता बैसता राम तारेवाला चित्त दिखे अलगो न थायो। उठ्दा बस्दा खेल्दा, हैन? खेल्नु मतलब घरको कार्यभारहरू गर्नु। यो खेलमा आएर यो संसारै खेल हो त, यहाँको जे पनि गर्छौँ खेलेको नै हो। यो संसारमा हामीले यो कार्य गर्दै गर्दा यो संसारमा आएर हामी यो संसारिक कार्यमा मग्न भए तापनि तर हाम्रो चित्तबाट बालाजी एक पलको लागि पनि अलग हुनु हुँदैन थियो। चित्त थिते अलग हुन थाल्यो। त्यो अवस्थामा चाहिँ अब हामी फेरि पुग्नु पर्दछ। ज्यारे बछरा लई वन पधारता रोवन्त दिन जाए। बछरा लिएर जस्तो प्रकारले वनमा जानुहुन्थ्यो हाम्रो दिनचर्या कसरी बित्यो भन्दा रोएर नै बित्यो। खिन वर्षा सो थाए, एक क्षण पनि वर्षाको समान लाग्थ्यो। त्यो पुनः याद गर्नुहोस्, त्यो यादलाई ताजगी गर्नुहोस्। याद करो साथजी भन्नुभएको छ नि त, त्यो यादमा हामीले यो सबैलाई जोड्नुपर्छ। 11 वर्ष 52 दिन
को लीलालाई याद गर्नु पर्यो। 52 दिनको वियोगमा हामी कसरी तर्पेको छौँ त्यो अनुभव हामीमा छ। हामीलाई त्यो 52 दिन कल्पान्त 52 कल्पान्त जस्तो लागेको थियो। त्यो दिन होइन, त्यो क्षण होइन, त्यो हजारौँ युग व्यतीत भएको जस्तो लागेको थियो। त्यति तर्पण थियो। किन भन्दा तर्पण कसलाई हुन्छ भन्दा जो पूर्ण समर्पित भएको आत्मा हुन्छ, जसलाई अथाह हृदयमा प्रेम हुन्छ, ती आत्माको हृदयमा तर्पण उत्पन्न हुन्छ। जब आफ्नो प्रेमीबाट दूर हुन्छ तब त्यो तर्पण उत्पन्न हुन्छ। त्यो तर्पण उत्पन्न गर्नेवाला धनीप्रतिको विरहलाई हृदयमा धारण गर्नेवाला हामी आत्मा हो। त्यो आत्माले त्यो अनुभव छ, हामीलाई त्यो अनुभवलाई याद गर्यो। जस्तो बन्सीको धुन बजेको थियो, हामीले कसरी यो संसारलाई त्यागेको थियो। यो संसार गौपदवत छ। यो संसारलाई गाईको बाछाले टेकेको खाल्टामा पानी जत्रो हुन्छ त्यति उल्लङ्घन गर्न कति समय लाग्छ? त्यति पनि लागेन भनेको यो संसार तुच्छ लाग्यो। यो संसार भवसागर कस्तो थियो त भन्दा सुख सनकादिकने नमटली लक्ष्मी नारायणने फरिबरी विष्णु वैकुण्ठ लीला माए सागर शिखर न मुक्या क्या। सुखदेवजी, सनकादि, विष्णु, ब्रह्माजी कसैले पनि यो भवसागर उल्लङ्घन गर्न सकेका थिएनन्। तर हाम्रो लागि गौपदवच्छ संसार भयो। गौपदवच्छ संसार गरेर गोपीहरू निकसिएर निस्केर जानुभयो, यो भवसागर पार गर्नुभयो। त्यति तुच्छ लागेको थियो। फेरि त्यो अनुभवलाई याद गर। आज सानो व्यवहार घर छोडेर हामी पूर्ण रूपमा थोरै 1 घण्टाको समय 2 घण्टाको समय चर्चा चिन्तनमा बस्ने फुर्सद निकाल्न सक्दैन। किन भन्दा संसारलाई महत्त्व दिउँ ज्यादा। अब हाम्रो हृदयमा त्यो अनुभव छ, त्यो अनुभवलाई याद गर्नुहोस् त यो संसार त एउटा तुच्छ लाग्दछ भनेर भन्नुभयो। धिक धिक परुर्या संसार अनि कान उठेर अघि नै यो अनुभवी आत्मा को हो त? यो विरहको सहन गर्ने हामी नै हो। फेरि अब हामीलाई यो स्मरण गराउनु हुँदैछ। फेरि एकचोटि यो बाटोमा हिँडेर हामी हेर्नुपर्छ। आप डारियो जो पहले फेरे ब्रजबाट रासमा जाँदा अथवा ब्रज रासमा हुँदा हामीले जस्तो प्रकारले आफूलाई समर्पित गरेको थियौँ, जसरी यो संसारलाई धिक्कार दिएर हामी यो संसारबाट निस्केको थियौँ, पुनः हामी त्यही प्रकारले जाग्ने समय आयो भनेर यहाँ भन्नुहुन्छ। अब 2 नम्बरको चौपाईमा अगाडि जाउँ। सुंदरबाई न फेरे आए हे साथ कारण जी, भेजे धनिये आवेश दे के, अब न्यारा न होए एक खिन जी, अब न्यारा न होए एक खिन जी। सुन्दरबाई सखी। इन फेर भनेको यो फेर, इन फेर जागनीको ब्रह्माण्डमा। सुन्दरबाई सखी जागनीको ब्रह्माण्डमा। कारण यो जागनीको ब्रह्माण्डमा सबैभन्दा पहिला सुन्दरबाई सखी आउनुभयो। हामी सुन्दर साथको लागि भेजे धनी आवेश दिएके, धनीले आफ्नो आवेश शक्ति दिएर भेजे पठाउनु भएको छ। अब न्यारा नहोए एक खिनजी। अब हामीबाट न्यारा भनेको टाढा नहोए हुनु हुँदैन, एक खिनजी एक क्षण पनि अब हामीबाट टाढो हुनु हुँदैन। सुन्दरबाई सखी हामी बीचमा आउनु भएको छ। 3 नम्बरको चौपाई। सुपन में भी खिन न छोड़े तो क्यों छोड़े साक्षात जी। अब किन चाहिँ अलग हुनु हुँदैन त सुन्दरबाई सखी भन्दा सुन्दरबाई सखीले राज्य महाराजले आवेश दिएर पठाउनु भएको छ। श्यामजीको आवेश उहाँमा छ। हामीलाई एकछिन पनि नछोड्नु भनेर भन्नुभएको छ राज्यले आवेश दिँदा। सखी तमे लै चलो आवेशमा मुको एकला। सुन्दर साथलाई एक्लै नछोड्नु है, हराउँछन् भन्नुभएको छ। खोजेर लिएर आउनु, संसारको खेल देखाउनु अनि सबैलाई खोजेर लिएर आउनु भनेर आदेश दिनुभएको छ। अब धनीले दिनुभएको जिम्मेवारी जो छ अब त्यसलाई त निभाउनुहुन्छ सुन्दरबाई सखी।
अब उहाँ हामीबाट एक पल पनि अलग हुनु हुँदैन। किन भन्दा सुपने में भी खिन न छोडे। राज्य महाराजले हामीलाई सपनामा भनेको ब्रजरासमा है अज्ञान अवस्थामा, सपनामा भन्दा विशेष रासलाई हामीले बुझ्ने गरिन्छ, ब्रजलाई घोर निन्द्रा भनेर जानिन्छ। त यहाँ सपना भन्दा अज्ञान अवस्थामा ब्रजरास दुवैलाई लिनु पर्यो। ब्रजरासमा पनि हामीलाई राज्य महाराजले खिन नछोडे, एक क्षण पनि हामीलाई छोड्नु भएको थिएन। तो त क्यों कसरी छोड्नुहुन्छ साक्षात जी प्रत्यक्षमा अब उपस्थित हुनुभएको छ। अब प्रत्यक्षमा फेरि धनी उपस्थित हुनुभएको छ त हामीलाई फेरि कसरी छोड्नुहुन्छ? हाम्रो हात छोड्नु हुँदैन। दया देखो पियुजी की हृदयमा हे, दया देखो दया हेर्नुहोस् पियुजीको धामधनीको हृदयमा हे। हृदयभित्रबाट विचार गरेर धनीजीले गर्नुभएको दयालाई त हेर्नुहोस्। विध विधकी विख्यात, विध विधकी प्रकार प्रकारको अथवा प्रकार प्रकारले विख्यात भनेको व्यक्त गर्नुभएको छ। धनीले हामीलाई प्रकार प्रकारले दया गरेर दयाको व्यक्त गर्नुभएको छ, अनेक प्रकारको दया गर्नुभएको छ। सपनामा पनि हामीलाई छोड्नु भएन भन्नुभएको छ नि त हैन। ब्रजरासलाई सपना भनेर हामीले किन बुझ्यौं अज्ञान अवस्था भन्दा त्यहाँ तारतम थिएन। तारतम नभएकोले गर्दा हामीलाई उज्यालो थिएन, सम्बन्धको पहिचान थिएन। सपना भनेको अज्ञान अवस्था भनेर बुझौँ है। यहाँ अज्ञान अवस्था भएकोले गर्दा सखीहरूलाई सम्बन्धको परिचय थिएन। म धामको हो भन्ने थाहा थिएन। मेरो साथमा जो स्वरूप उपस्थित हुनुहुन्छ यी स्वरूप मेरो धाम धनी हुनुहुन्छ, मेरो प्रियतम हो भन्ने थाहा छैन। म जसलाई मेरो छिमेकी सम्झेर बसिरहेको छु तिनीहरू मेरो परम धामकै सखी हो भन्ने थाहा छैन। त ब्रजरासमा हामी अज्ञान अवस्थामा थियौँ, तर त्यो अवस्थामा पनि हामीलाई छोड्नु भएन। रासमा त घोर अन्धकारमा थियौँ नि त हामी, घोर निन्द्रामा। संसार पनि छोडेको थिएनौँ र धनीको पहिचान पनि थिएन, त्यति बेर पनि छोड्नु भएन। सपना अवस्था रासमा पनि हामीलाई छोड्नु भएको छैन। हामी साथमै हुनुहुन्छ धनीले भने त्यो धनीले अहिले त साक्षात धनी हाम्रो बीचमा उपस्थित हुनुभएको छ नि त। अहिले त हामीलाई धनी हुनुहुन्छ भन्ने सम्बन्धको पनि पहिचान छ, तारतम पनि हामीमा छ। त अब हामीलाई पहिचान भइसकेपछि कसरी छोड्नुहुन्छ? हामीबाट एक पल पनि उहाँ अलग हुनु हुँदैन, टाढो हुनु हुँदैन। अब अगाडि नम्बर चौपाई 3 नम्बर पूर्ण भयो। अब 4 नम्बरको चौपाईमा हेरौँ। ऐसी बात कर रे पियुजी पर ना कछु सात को सुध जी, नींद उड़ाए जो देखी आपन तो आए हे आपले नींद जी। अब यहाँ भन्नुहुन्छ कि सद्गुरु महाराज प्रत्यक्ष रूपमा आउनु भएको छ, तर सुन्दर साथहरूले पहिचान गर्नु भएको छैन। ब्रजमा रासमा जो स्वरूप खेलेर आउनुभयो, जस्तै रमन गराउनु भयो, त्यो रमन गरेर आउनु भइसकेपछि पनि अहिले सद्गुरुको रूपमा आउनुभयो। सद्गुरु महाराज अन्तर्ध्यान भएर अहिले इन्द्रावतीकै रूपमा हुनुहुन्छ, इन्द्रावतीको हृदयमै हुनुहुन्छ। प्राणनाथजीमै सद्गुरु पनि हुनुहुन्छ। अब सुन्दर साथजीहरूलाई चाहिँ यो विषयको शुद्धि छैन। त यहाँ के भन्नुहुन्छ त भन्दा ऐसी बात करे रे पियुजी पर ना कछु शुद्ध, ना कछु साथ को शुद्ध जी। ऐसी बात यस्तो कुरा करे रे पियुजी, हामीसँग पियुजीले गर्नुहुन्छ। कस्तो कुरा त भन्दा आत्मा जागृतिको कुरा गर्नुहुन्छ। पहिला पनि आत्मा जागृतिको कुरा गर्नुभएको थियो, अब वाणीको माध्यमद्वारा पनि आत्मा जागृति गर्नुपर्छ भनेर भन्नुहुन्छ।
र के भन्नुहुन्थ्यो त सद्गुरु महाराजले भन्दा अमे घर जैनेले सुसार भन्नुहुन्थ्यो, म घर गएर खबर लिनेछु भन्नुभएको थियो। त अन्तर्ध्यान हुनुभयो त फेरि हाम्रो खबर त लिइराख्नु भएको छ, कहाँ बसेर लिनुभएको छ त भन्दा इन्द्रावतीको हृदयमा बसेर लिनुभएको छ। तर इन्द्रावतीको हृदयमा नै सद्गुरु हुनुहुन्छ भन्ने पर न कछु साथको शुद्धजी, तर न कछु केही पनि छैन साथको सुन्दर साथलाई शुद्धि भनेको ज्ञान। सद्गुरु महाराज फेरि हामी बिचमै हुनुहुन्छ भन्ने यो कुराको ज्ञात सुन्दर साथजीलाई छैन। त्यो कारणले गर्दा भन्नुहुन्छ निद उडाए जो देखे आपन, निद उडाए अज्ञान रूपी निद्रालाई उडाएर मेटाएर आपन हजुरहरूले देखिए हेर्नुहोस्। तो आए हे आपले निदजी, तो त आए हे आउनु भएको छ। आप भनेको सद्गुरु स्वयं ले लिएर, निदजी भनेको सम्पत्ति तारतम वाणी रूपी सम्पत्ति लिएर फेरि सद्गुरु महाराज आउनु भएको छ। अब यहाँ सुन्दर साथजीलाई निद उडाए जो देखिए भन्नुभएको छ नि त, निन्द्रा उडाएर मेटाएर अज्ञानलाई हटाएर हेर्नु। अब यहाँ त्यो समयको सुन्दर साथजीलाई के निन्द्रा छ त भन्दा इन्द्रावती आत्मालाई के देख्नुहुन्छ त भन्दा मेहराज हाम्रो गुरु भाइ हो, कसैले मन्त्रीको छोरा भनेर देख्नु भएको छ त, कसैले हाम्रो साथी हो भनेर देखेछन्, कसैले भाइ हो भनेर देखेको छ। त्यो कारणले गर्दा शरीरभरै मेहराजको त्यहाँभित्रको तत्त्व के छ, तत्त्व त्यहाँभित्र हृदयमा सद्गुरु स्वयं विराजमान हुनुहुन्छ। त्यो कुरालाई चाहिँ देखेको छैनन्, बाहिर बाहिर मात्र देखेको छ। त्यो भित्री कुरालाई नदेख्नु नै गुरु भाइ देख्नु, यो नै भ्रम हो, अज्ञान हो, निन्द्रा हो सुन्दर साथको लागि। त बाहिरको स्वरूपलाई होइन भित्रको तत्त्वलाई हेर्नुपर्छ। स्वयं सद्गुरु महाराज हृदयमा विराजमान भएर इन्द्रावतीलाई निमित्त बनाउनु भएको छ अनि तारतम रूपी वाणी दिनुभएको छ। तर कसैले यो गुरु भाइ हो, साथी हो भन्ने यो भ्रम, यो निन्द्रा छ। यो गुरु भाइ हो, यो साथी हो भन्ने यो निन्द्रालाई हटाएर इन्द्रावतीको भित्र नै सद्गुरु हुनुहुन्छ भन्ने त्यो देखेर त्यो भावना लिएर इन्द्रावतीको भन्नुभएको दिनुभएको यो वाणीलाई हेर्दा तब थाहा हुन्छ सद्गुरु महाराज त कहीँ जानुभएको छैन रहेछ, हजुर हाम्रै बिचमा हुनुहुन्छ, इन्द्रावतीको हृदयमा नै हुनुहुन्छ भनेर थाहा हुन्छ। त्यही कारणले भन्नुहुन्छ ऐसी बात करे रे पियुजी पर ना कछु साथको शुद्धजी। धनीले आएर पुनः जागृतिको लागि बात गरिराख्नु भएछ वाणीको माध्यमद्वारा, इन्द्रावतीको हृदयमा बसेर इन्द्रावतीको मुखार वृन्दद्वारा बोलिराख्नु भएको छ। तर मेरो सुन्दर साथजीहरूलाई कुनै यो विषयमा ज्ञातै भएको छैन। किन भन्दा निन्द्रा लागेको छ, निद आउनु भनेको अज्ञान रूपी निन्द्रा लागेको छ। सम्बन्धको बीचमा शरीरको सम्बन्धलाई अगाडि आइरहेको छ, त्यो भएर भित्रको तत्त्वको दर्शन हुन नसकेकोले गर्दा मेरो सुन्दर साथजीहरूले यसलाई देख्नु भएको छैन। तर जब यो अज्ञान यो भ्रम रूपी निन्द्रा मिटेर जान्छ तब भित्रको तत्त्वको दर्शन हुँदै जान्छ भने तब हामीले देख्छौँ त्यो आए हे त आउनु भएको छ। आप सद्गुरु स्वयंले लिएर निद तारतम रूपी सम्पत्ति पुनः वाणीको रूपमा लिएर हाम्रो बिचमा नै उपस्थित हुनुहुन्छ भनेर 4 नम्बरको चौपाईमा भन्नुभयो। त प्यारे सुन्दर साथी, आज हामी 4 नम्बरको चौपाईलाई नै दोहोऱ्याउनेछौँ। अगाडिको प्रसङ्ग अलिकति लामो तन्किनेछ र भोलि हामी 5 नम्बरको चौपाईबाट अगाडि बढ्नेछौँ विवेचन गर्दै। ऐसी बात करे रे पियुजी पर ना कछु साथ को सूद जी, नींद उड़ाए जो देखिए आपन तो आए हैं आपले नींद जी, तो आए हैं आपले नींद जी। बोलो श्री राम के धनी की जय।